बना हो हेलो हेलो साथीहरु आज हामी चैते दशैं मनाउन गएको हो साथीहरु। चैते दशैं दरबार गर्न पूजा गर्न गएको आमा छोरो भ्लगमा नयाँ भिडियो साथमा बहारी र भदनी इता छोरो र भदनी। हेलो हेलो हामी चाहिँ जंगलको बाटो हिँड्दै छौं। भ्यूज देख्न सक्नुहुन्छ हजुरहरु गाइजहरु। पुरा जंगल चाहिँ रानी वन जंगल चाहिँ रानी वन जस्तै छ। यो दुईटा किन मातेको अहिले दादालाई त खोजे दादाले पिछो गर्छ यस्तो पुरा जंगलको बाटो हामी पाँचजना पुरा दौरै दाउरा सुक्या छ। हामी चाहिँ भर्खर आउँदै दुईजना चाहिँ बोका लिएर नि जानुभयो। अब बोका काट्ने गाइज। हेलो गाइज भन सानो सानो हेलो गाइज भन न। नमस्ते गाइस भन्दाखेरि टोबिनी ढलक ढलक ढल्केको मुन्डातिरै फर्केको भइसो ढलक्कै ढल्केको मायालाई मुन्डातिरै फर्केको भइस हौ। भदैनीको टोपी चाहिँ ढलक 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 ढल्के जस्तो छ साथीहरु। आज चाहिँ हामी कहाँ पुग्छौं र के गर्छौं भनेर हजुरहरुलाई देखाउने नै छौं। हेर्दिनु होला साथीहरु। सबैजनाले मलाई माया गरिदिनु होला भन्न गइरहेको छु। यतातिरको भ्यूज हेर्नु है साथीहरु। अब चैत वैशाखको खरटीले पुरा डढेलो लाग्ला जस्तै भइरहेको। त्यही भएर मन पराको पुरा स्या चाहिँ भइरहेको। गीत गाउन मन लाग्छ जंगल पुगेपछि। हेर्नु है साथीहरु यो चाहिँ 90 सालको भूकम्पले यो ढुङ्गाहरु निकाल्या हो रे। अब अहिले 83-82 साल लाग्ने बेला भइसक्यो। अब कति वर्ष भयो भनेर त तपाईहरुलाई नै थाहा होला। 2 साल हुन लागिसक्यो यो ढुङ्गा निस्केको चाहिँ। अब 8 वर्ष पछाडि 2 साल हुन्छ। अनि के गर्नु साथीहरु यस्तै छाउ जिन्दगी चिलाउने चाहिँ पुरा पलाइ छ। अरु चाहिँ अझै पलाएन। गाह्रो भएछ हो मायालु गाह्रो भएछ। हामीले चाहिँ पुरा जंगल देखाइरहेछौँ है साथीहरु। जंगल हेर्दिनु होला। किन हौ मामु जानु आउँदैन फुपूसितै बस्नु न। बस्नु माथि जाने हो मन्दिर जाने हो। फेरि म अहिले अंगुर किन्दिन नि। सबै कुरा पाउँछ इदा पाउँदैन। पैसा भए सबै पाउँछ नि। सबै चीज पाइन्छ नानी। भूख पर्दैन चाहिँ
फुपू जस्तो छैको जस्तो छ है हाम्रो कान्छी यो छैन छैन रे फुपू जस्तो छैन भन्छ भदनीले छ कि छैन भन्दिनु है गाइस भिडियो गरेको कहाँ गयो अगाडिबाट हामीले रोकेछौँ एउटा साथीले त्यहाँ बस्ने ठाउँ भनेको थिएँ मैले बस्दिनँ भने लाइनै गएँ पछि हामी सिधै नसिधै में इतना कलर है हम तले हेर्दै छु सस्ने देख्न ल ल तले हेर्नु कस्तो हेर्नु त एकचोटि तल तपाईँलाई नै देख्नु क्या त्यहाँ हाम्रो माइली दिदी छ है यता हेर्नु माइजू खै पछाडि हो तल म हिँडेर बाबा तिमी हो बाबा त्यही त होइन पखान म यहाँबाट एकचोटि देखाउँछु अनि लाइन बन्द अब बोगा लाइन मान्छे लाइन सक्यो है साथीहरू अब बाख्राको लाइन आमा छोरी त्यो खाली खुद पानी बोतल नबोकेर मैले लिइराख्छु अहिले त्यसमा के छ झ सानो बाँदरको बच्चाहरू कहाँ गएछ बाँदरको बच्चाहरू खोइ ए अँ त्यही मा चाहिँ हेरिरहेको म आनाङ्न दा ए मलाई पल्लो दियो हेर्नु त त्यो अपाङ्गहरू बच्चाहरू अनाथहरू पालेका भनेका ती सब डलरको अहिलेका यो वृद्धाश्रम नि सबै वृद्धाश्रम 5 वर्षमा नि त्यही इन्भेस्ट हुँदैन तपाईँको बर्थडे भयो नि त्यही हेर्नु न हामीले किन ओरियालको वार्षिक आम्दानी 1 करोड 13 लाख हो रे त्यो पैसा